यो चाहिँ एकदम नयाँ लाइफमा पहिलोचोटि चेताप यहाँ बनाउँदैछौँ हामीहरू नयाँ नयाँ मान्छे नयाँ सबैजना नयाँ हाम्रो यहाँ फुबाजुको नेतृत्वमा हामी बसिरहेको छौँ चेताप बनाउने नयाँ अनुभव सँगले छौँ हामी यहाँनिर अब यहाँ बाजे बित्नु भयो चेताप भरे फेल खाला कि भन्ने डर पनि भइरहेछ चेतापले हाम्रो यो लिम्बू भाषामा चेताप भन्छ यसलाई होइन फुपाजु के चेताप होइन चेताप भन्छ हामी नयाँ अनुभवसँगले चाहिँ हामी सबै लाइफमा फर्स्ट टाइम यो अब लगभग रेडी भइसक्यो यहाँ कन थेमालमै बाटोमै गर्ने अब फुपाजु के रे यसको नाम याक्सुम्बामा चाहिँ के भन्छ यसलाई यसलाई ए यसलाई नामदेक अरे यो चाहिँ टाउको माथि लाइन्दो रहेछ त्यो अनि यो चाहिँ के हो यो के को लागि झुन्ड्याएको चाहिँ यो उसको मुन्दुम तबर्खै फ्याम्पाङ यो ढेँडो फुले बाटो दुईटा धाजा बनाउनु पर्ने ए कन्दम छाया ढेँडो फुलेको बुङबुङ अनि यो कसै लिम्बूहरूले त यस्तो लाउँदै रहेछ है फेरि कुन लिम्बूहरूले यो छत्थरतिरको मान्छे चाहिँ लगाउँदैन यस्तै प्रायः लिम्बू लाउँछ यो रेडी भइसक्यो यो हेर्नु होला यो नजाने बुढापाकाले भने यसलाई यहाँ 4वटा बिछाइँदो रहेछ यो छोराकोमा छोरीकोमा एउटै हुन्छ कि 3टा छोरीकोमा 3टा हुन्छ अरे यो भाटा छोराकोमा 4वटा यो तपाईँको यो चोयाले बाँध्नै पर्छ मुन्दुमा रे सुत्लीले बाँधे पनि जेले बाँधे पनि र यो पनि यो जुन साइडमा यो चाहिँ यो कात्रोले ठाडो पारिँदो रहेछ यो 4वटा यो सिक्नुपर्ने जरुरत नै हो बुढापाका मरेर गयो भने फेरि छैन यो एउटा फेरि नाम्लो चाहिँ बनाउनै पर्छ अरे यो मुन्दुमको लागि यो नाम्लो अगाडि नाम्लो चाहिन्छ अरे नाम्लो जस्तो त भएन छ थाहा त अनि पुरै चोय नै यो बनाउनै पर्दो रहेछ यो सिस्टममा नियममा यो कसै लिम्बूहरूले चाहिँ यो चाहिँ म यो माथिबाट लगाउँछ यो अब चेङथापुको यो कुनै कुनैहरूले चाहिँ मुनिबाट लगाउँदो रहेछ यो भाटा यो चाहिँ फाकुलातिर छ नि आन्द्रे यसलाई यो माथिबाट गर्छ क्या यो आफ्नो नि यहाँनिर तरिकाहरू चेताप बनाउने अगाडि यो कुनै फेदाङमा हाले लिएर हिँड्ने यो धजा अरे है साथीहरू यो चाहिँ यो पनि सिकिराख्नु पर्ने हुन्छ हामीले यो अब युट्युब हेरेर पनि सिक्नुपर्ने अवस्था आइसक्यो यो बुढापाका मरेर गयो भने त होइन कहाँबाट ल्याउनु र बाँस भन्ने कुरा चाहिँ एउटा मात्रै मुन्दुममा अरे यहाँनिर थप्न पाइँदैन अरे एउटा बाँसको यो हैन च्यान खन्दा पनि त जस्तै त्यो ढुङ्गा निस्क्यो नि त्यसले फोरेर भानी त्यसलाई गाह्रो उठाएर भानी अन्त खन्नु पाइँदैन अरे नि त कि त्यसलाई गाह्रो उठाएर हुन्छ कि के गरेर हुन्छ